हामी चाहिँ एकदमै राम्रो रमाइलो ठाउँमा चाहिँ माछा मार्नको लागि आएको छौँ है आज दाइ र म। आज धेरै दिनपछि आएको चाहिँ माछा मार्नलाई। हेरौँ कस्तो हुन्छ है आजको फिसिङ। ल हेर्नु यस्तो छ बाटो। यहाँ दाउरामा बनाउने हो नि झ्याप्प लाएर अब एकदमै रमणीय ठाउँ छ। आजको हाम्रो फिसिङ गर्ने अनि यतै चाहिँ फ्राई गरेर खाने प्लानको साथ आएको छौँ हामी। आजको हाम्रो लोकेसन चाहिँ यस्तो छ हेर्नु होला। एकदमै ब्युटिफुली आज सानो सल्लाहघारी छ। पिकनिक खाने ठाउँ जस्तो नै चाहिँ हो। त्यहाँनिर पुरा उति उस रहेछ यार प्यारा सेलिङ गर्नेवालाहरू। अहिले चाहिँ 3:35 गयो होइन। चिसो हावा चलिरहेको छ। यहाँनिरै हो ठ्याक्कै हेऱ्यो बिचमा हान्यो कि। दस 15 मिनट जस्तो भयो अहिलेसम्म माछा चाहिँ परेको छैन है। आयो आयो मजाको आइगयो फेरि बुच्ची आइगयो हो। ओ ठिक छ कि हो नि। अघि धेरै राम्रो आयो नि यो त। फ्राई गर्ने प्यानमा त एकदम सही आयो नि येलो टेल। ल भेरी गुड बोनी भएको छ है आजको फर्स्ट क्याच। ल चाहिँ अब निकालेर यतिकै 5-6वटा भए त हामीलाई सितन भइहाल्यो नि। पेट चाहिँ हामीले त्यही यो झिँगा माछा हालेछौँ। नहुने लाइकको माछा समात्यो है। अब हेरौँ आयो अर्को नि आयो आयो तर सानो छ यो त यार। यो लास्टै सानो रहेछ। उच्चे कसले कल हान्यो। हेर्दा चाहिँ अलिक घाम तल बसी पर्छ होला सायद। अझै अलिक टाइम बसेन। ल एउटा मजाको माछा पऱ्यो। दामी पऱ्यो अर्को। ल सेकेन्ड है। ल दुईवटा त भयो। दुईजनालाई एक एउटा स्न्यापर परेछ मजाको। त्यसलाई पनि बाल्टीमा हालिराखौँ अहिले। अहिले फ्रेस फ्राई गरेर खानुपर्छ यसको।
झ्याप आइज त भाइ धेरै टाइम नलिकन माछा पर्ने क्रम जारी छ है 5-6वटा जति भइसक्यो आगो बालेर चाहिँ फ्राई प्यान चाहिँ रेडी भइसकेको छ के अरे माछा नि पर्यो है त त्यसो भएर आप्पा लाएर मजा आउने भयो आज टन्नै छ स्नापर हेरेँ यो सानो उसालेर त के पाकिसक्यो अन्डा नि पाक्यो चारजन पाक्यो अब यो माछालाई बरु उ त्यहाँ झोलामा चाहिँ यसलाई साफ गरिहाल्थ्यो यहीँ छेउमा अब यसलाई मसला दलिहाल्ने धेरै साफ गरे हुन्छ त्यो झोलामा साग सबै त्यहाँ छ क्या सबै कैँची त्यहाँ बाहिर यसलाई लहराउ त्यहाँ एउटा त यस्तो दामी खालको माछा परेछ के हो यार यो हेर्नु यो कि त्यस्तै पऱ्यो फेरि साडिन जस्तै ल च्याक्क लाएर 8-9वटा त भइसक्यो यार एक दुईवटा त सेल्टी छ कि यार क्या मजाको पऱ्यो यार च्याट्टेलाई साफा नि हो क्या मजा स्न्यापर छ नि है सही छ क्या त्यो फ्राई प्यानमा यसलाई चाहिँ एकदम गरेर ढ्याक हानेर मारिदियो हुन्छ के भन्ने अब नमारिकन चाहिँ अब नहुने म त समात्छु है ल साफ गर्दै गर अझै समात्छु यहाँ आइरहेको छ अहिले कति सबै खाएर सकिन्छ र मजाको स्न्यापरहरू 4वटा जति गरे हुन्छ र फेरि आयो ल त्यत्रै आयो ए हेर्न है कस्तो मजाको पऱ्यो यार यसको ग्याङै आएको छ यसले ए भाइ यसको काँडा चाहिँ खतरा हुँदो रहेछ यार माछा डह्रो पछारेछ दाइले त यार जिउँदो रहेछ क्या अझै मैले त मरेको भन्ने निकालेको ल आजको सितन तयार हुँदैछ यहाँ यो रड चाहिँ थर्काइदियो एउटा चाहिँ भयो ल अलि काटिहालेको बस कट लगाइदियो यो 4वटा माछा चाहिँ अब फ्राई गरेर खाने हामीले है च्याप्प लाएर खाएको त निबिक्यो हो यार दाउरा अलि चाहियो नि त है अब चाहिँ पकाएर खाने कार्यक्रम हुँदैछ यहाँ 4वटाले पुग्ला नि है त्यही त बाँकी फेरि पछि रुमालहरू बनाएर खाउँला होइन त्यही त माछा त परिरहेछ
त्यो येलो टेल स्न्यापर त अझै देखेको छैन। चाहिँ माछा फ्राई गरेर लगभग सिद्धाइसकेको छ। दामी भएछ त यार है, रातो भएछ त। खुर्सानी त टोकमला होइन, एकदम सही भएछ। अब यसलाई चाहिँ ए आगो अलिक धेरै छोरा कि हल्लाइराख्नुपर्छ अलि भएछ ल। लगभग अब चाहिँ रेडी हुन लागिसकेको छ। अहिले चाहिँ हामीले नुडल्स बोइल गरिराखेको छ। अब हल्का मसलाहरू मेरिनेट गरेर खाने हल्का लाएर। कस्तो पानी परेन आज है, पानी नपर्ला ठिक भयो। मस्त मौसम छ आजको चाहिँ दिवस। पाउने छ होला। कमिला रहेछ यहाँ धेरै है। मसला मलि काम गर्नु पऱ्यो ल। कमिला रहेछ क्या यार। कमिला खला गएर जता पनि डिस्टर्ब गर्छ कमिलाले। आगो चाहिँ नगर है, ताप्न मजा आउँछ। क्याच एन्ड कुक चाहिँ बल्ल अब सक्यो बनाएर है। टाइम लाग्यो भने ठिक छ। त्यसलाई अहिले म लिन्छु नि हातमा। क्याप्टेन मोर्गानको साथमा चाहिँ हल्का पानीकै पानी अलिक ढिलो भयो है, हल्का आधी घन्टा जस्तो ढिलो भयो। ल्याउने बिर्सेछ यसरी भाँडामा खाने चाहिँ अब व्यस्त हुँदैन। क्याप्टेन मोर्गानमा जाडो छ है। अब यस्तो जाडोमा हल्का फेरि चिसो लाग्छ, फेरि यो नखायो भने गाह्रो छ नि। चिप्लाई यहीँ माछाको साइड साइडमा राख्दै हुन्छ होला यार यसरी के। माछा कस्तो भयो दामी भयो। मारेको माछा मध्येमा 4वटा चाहिँ हामीले फ्राई गरियो यार। सुल्यान त खुर्छ नि
चाहिँ माछा मार्दा मार्दा अलिक ढिलो भयो आज बाघ भालु आउँदैन के टेन्सन नै भएन भुतसुत हुन्न यहाँ होइन र दक्षिणमा उता माथि जाने बाटोमा क्या त्यो तालको छेउछेउ बाटो छ नि माथि यहाँनिर नाम पनि के बिचिरहेको छ नाम बिच क्या को बिचले के बिच है होटलहरू क्या पोखरामा क्या ए तालको छेउछेउ जाने बाटो के बिचले के बिच है त्यो त भइरहेको छ पुरा सबै बिच राखेको तालको छेउ पनि अब बिचै भयो नि त बिचरामा हाम्रो नेपालमा ताल छैन माछा बगाल भन्छ यार कपाल हो गया समुद्रको माछा टेस्टी छ अब यो नुडल्सको बाइट हालिदिनु त कस्तो भन्छ ओ यार मेरो माछा मजा यो चाउमिन फ्राई चिसो भएर मात्रै म ठिक बगाल भा फर्स्ट टाइम आएको लोकेसन दामी रहेछ अब थाहा भयो नि त यहाँनिर अब यता सानो सानो बन रहेछ अब दाउरा ल्याउनु परेन होइन अझ यो दुईजना कुरो मिलाउने यसो ओछ्याउने कुरा पनि थियो होइन बगाल हुन्छ नि माछा खानु प्रशस्त रहेछ होइन चिज पनि दामी रहेछ यार अमिलो अमिलो क्या सुग हाल्यो जस्तो आजको चाहिँ हाम्रो यहाँ चाहिँ फर्स्ट हो क्याच एन्ड कुक गर्ने भनेर आएको अलिकति हामी हल्का ढिलो भएर रात पऱ्यो है अँधेरो भएर लाइट बालेर खाँदै अब ग्यास त भयो अहिले गर्न पाइएन कुक अलि मजाले गर्न पाइएन रात भनेर टाइमको अभावले गर्दाखेरि आज बनाएको आज फ्रेस क्याच गरेर फ्राई गरेको माछा मसला फेरि चाहिँ एभ्रिथिङ त्यसमा इन्क्लुडेड छ क्या नेपालमा भन्छ नि पिएमसी मिट मसला नुन र प्याज बाहेक केही पनि हाल्नु पर्दैन भने जस्तै हो यो पनि माछाको लागि यही चाहिँ मिल्दैन दामीसँग नै यो अलरेडी रेडिमेड हाल्दैछ कहिले नुन चर्को भइहाल्छ कहिले नुन कम भइहाल्छ हल्का चाहिँ फेरि क्याप्टेन मोर्गनको डोज पनि दिनु पऱ्यो आजको चिसोमा चाहिँ हामीलाई यसले साथ दिइरहेछ हल्का जाडो जाडो छ के गर्ने अब खाने आदत त छैन तर कहिले कहिले होइन यसो जाडो फेरि भोलि टाइम पनि जान्छ त बिहानै ड्युटी आउनु पर्छ भोलि कति बजे 2 बजे होइन म त 6 बजे बेलुका नाइट हो भने मेरो 2 बजे टाइम टन्नै छ त्यही त भोलि बिहान फेरि बिहानै जानुपर्ने भन्दा गाह्रो हुन्छ मजाले सुत्नु पाइन्छ अस्ति ब्याडमिन्टन भने हिजो बिहान ब्याडमिन्टन खेल्यो भने धेरै लाग्दैन
ब्याडमिन्टन खेल्न नि खेल्ने नि होइन तिन बजिसक्यो त्यहाँ फेरि पछि फेरि फेरि सुत्नु पऱ्यो मैले त कति च्याप पनि रहेछ क्या ए त्यो अस्ति मैले खेलेँ भन्दिनु होला खेल्न नि खेल्यो नि बिहान होइन लानु थाइ पारमा त है 6 बजेको आलु लाने अनि आलुले उठाएको कति नै थाइ पार्दैन त्यस्तो चाहिँ नि यहाँ हिजो बेलुका त अब 10 बजे ड्युटी अब बिहान 6 बजे जान्छ है तालु भन्दा गाह्रो हुन्छ तल भनेर मोबाइल हेर्दै हालेर खाएँ क्या खाँदै मोबाइल हेर्दै बस्यो 11 बजीसम्म 11:30 बस्यो 11:30 भन्दा अझै बढी भएको थियो हेर्दै खाइरहे त्यति खाँदा है खाँदै मोबाइल हेर्दै बस्यो 11:30 पाउने बेला के भयो होला च्याप्प सुतेको त मजाले देखाएको मलाई खान्छ क्या मान्छे अन्त खाँदै गयो चल्छ त अहिले राखेको हो अहिले खाना खाने अहिले लास्टमा खाने भनेर राखेको त्यो अब के भन्नु अब होइन त माछा इन्जोय पनि हुन्छ रमाइलो पनि हुन्छ होइन त्यो माछा मारेर जीविकोपार्जन गर्ने त नेपालमा हुँदै हुँदैन होइन त्यो बिखे हालिदिने अब करेन्ट लगाइदिने होइन मान्छेले यसो टाइम पास गर्ने रमाइलो पनि हुन्छ हो यहाँसम्म मान्छे कहाँ कहाँबाट मान्छेले खोज्दै हामी चाहिँ हेर्दै हुन्छ नि आफ्नो ठाउँको ए फल्टा त्यस्तो माछा पाइँदैन भन्ने हुन्छ होइन जम्मै स्वादै भयो करेन्ट पाउँदैन पक्रिनु त नियम त बनाएन नि त अब भेटे पक्रिनु भन्छ रातिले गएर हान्छ मजाले राति कुनै अस्ति म दोबिल्लामा गएर हानेको दोबिल्लामा गएर के अरे बल्छी हान्नु हो यता पारिपट्टि म बल्छी हान्दै थिएँ उता पारिपट्टि त 4 जना त आएर करेन्ट आएर झ्याम्मै खोला के अरे उसमा पसिहाल्यो त्यही यार चाउमिन plate ल्याउनु बिर्स्यो we forgot to bring the plate so we are eating the fry pan जुन भाँडा बढी हुन्थ्यो हो जुन भाँडा बढी हुन्छ भनेर नल्याएको त होइन है तर पनि त्यही त नि केही फरक पर्दैन नि के हो तर अस्ति आधी खोलामा गएर यार एउटा माछा मात्रै माऱ्यो हामीले है कस्तो बिल्ला भयो माछा छैन करेन्ट हान्ने बिख हाल्ने खतम आयो नेपालमा चाहिँ यो करेन्ट हान्ने र यो तुथा हान्नेहरूलाई चाहिँ एकदम ठुलो के भन्छ अरे सजाय दिनुपर्छ क्या अब हाल्न त पाउँदैन भन्ने त छ होइन देख्यो भने पक्रिने भन्ने छ सबै करेन्ट हान्ने र यो तुथा हान्नेहरूले माछा मारेर हाम्रो नेपालमा चाहिँ खोला नालामा चाहिँ होइन नदीहरूमा सबै खतम बनाइसक्यो मजा आयो यार बस एकदम हाउसफुल ए हात कसरी कालो भयो यार ए यो भाँडाको चल्ला बल्ल पो दिएछ म त यार आगोमा पकाएको यस्तै हुन्छ हजुर के गर्ने हेर्नुहोस् हात कालो भएछ नो प्रब्लम यो कुनै बिख होइन कि होइन न तेल लगाएको थियो अरे माथि हेर्ने होइन टिस्यु गर्छ नि नेक्स्ट टाइम चाहिँ अलिक बेटर अलिक उज्यालोमा चाहिँ तपाईँलाई हामीले भिडियो देखाउँछौँ है ल है त बाई बाई ल शुभरात्रि है हामीलाई त्यहाँ ल शुभरात्रि